मतलबै छैन कि म चाहिँ वडाको लागि मर्न पनि तयार छु यिनीहरूले जे मलाई त्यही व्यथिति गर्न चाहिँ म दिन्न भन्ने मेरो कुरा हो अरू मेरो केही पनि स्वार्थ छैन त्यो तपाईले गर्न सक्नु ल्याउनै पर्यो के सचिवलाई त त्यस्तो घुस खाने सरतिर छोड्नै हुँदैन किनभने पब्लिक भएको भएर पब्लिकले नि फ्ल्यास होस् भनेर किनभने आफ्नो वडा त बेजत भइसक्यो होइन त्यही भएर यहाँ कसैलाई यहाँ कोही बाहिरको मान्छे आएर सबै यहाँको वडाको मान्छेहरू छ सबै यहाँ गुनासो भनेर पनि किन भन्दाखेरि अब सचिवले टान्न गरेर पो यत्रो भयो नि त सचिवले वडामा आउँदाखेरि भित्र पस्दाखेरि अध्यक्षलाई भेट्दाखेरि यहाँ प्रशासनले बाटो छेक्ने के हाम्रो वडा अध्यक्षको आफ्नो पर्सनल घर हो यो हामी भित्र पस्न नपाउने पब्लिकहरू यही गर्छौँ यही दिन देखाउन हामीले जिताएर पठाएको यहाँहरूलाई वडामा के मनलाई के गर्न पाइन्छ भनेको के वडा हामी त वडाको एउटा प्रतिनिधि हामी के कारणले आएको भन्ने कुरा त यहाँ